हेलो गाइजहरू, अस्ति चाहिँ हाम्रो छुट्टी थियो नि त। भिडियो चाहिँ अलि आधा र अधुरो भएको थियो अनि त्यही भएर चाहिँ अहिले मैले कम्प्लिट भिडियो चाहिँ अहिले बनाउन लागेको। अहिले चाहिँ त्यही बसको मैले भिडियोहरू बनाएको थिएँ नि त, त्यही भएर अब कम्प्लिट भएको थिएन र अहिले त्यही भएर मैले चाहिँ त्यो भिडियो बनाइरहेको छु है त। अन्तिमसम्म हेरेर साथ दिनु होला। अहिले चाहिँ म यहाँ बसभित्र बसिसकेको छु र यहाँदेखि हामी यो बस स्टेसनदेखि गाडी निस्किँदैछ। जस लिमासोलको यो चाहिँ ओल्ड हस्पिटल, यहाँको बस स्टेसनै हो है साथीहरू। सबै ठाउँतिर जाने बसहरू यहीँदेखि छुट्टिन्छ अनि यहाँदेखि हामी करिब यो बसमा चाहिँ त्यस्तै 1 घन्टाको यात्रा गरिसकेपछि बल्ल हामी मेरो डेस्टिनेसनमा पुग्छु। अहिले म यहाँ चाहिँ त्यस्तै 9 बजेको बसमा हिँडेको थिएँ, त्यहाँ 10 बजेतिर बल्ल मेरो डेस्टिनेसनमा पुग्छु है। अनि बस चाहिँ यो पहिलो बटन थिच्यो भने बस स्टपहरूमा चाहिँ रोक्छ है साथीहरू। यो पहिलो बटन हो, तपाईँहरू थिच्नुपर्ने। यो पहिलो बटन थिचेन भनेपछि अब नेपालको जस्तो जहाँ पाए त्यही पनि रोक्दैन नि त। त्यही भएर आफूलाई चाहिँ झर्ने स्टेसन चाहिँ थाहा हुनुपर्छ, नभए तपाईँको जहाँ पाए त्यही रोक्दैन। जस अरू बार चाहिँ बसहरू खाली नै हुन्छ। स्याटरडे र सन्डे यति 2टा बार चाहिँ अलिक भिडभाड बढी हुन्छ। यहाँदेखि हामी बस अहिले कम्प्लिटली खाली नै छ। अनि यहाँको चाहिँ एउटा जहाँ जुस बसमा चढिसकेपछि तपाईँको सिटीभित्र चाहिँ 2 युरो लिन्छ है। तपाईँको जति टाढा गए पनि नजिक गए पनि त्यो 2 युरो तिर्नुपर्ने हुन्छ। चढिसकेपछि तपाईँको 2 युरो चाहिँ एनीहाउ पे गर्नु पर्यो। यही हो तपाईँको लिमासोल।